थन भिन्टुना नोचो तेगो पालु ठुगो छिगो ठो महत्त्वपूर्ण ज्याजोले भिन्टुना नोचो द्यादित हनेबम चिकित्सक एवं साहित्यकार डाक्टर सुमन ताम्राकार्जियात जेथन दयासे बनाजुन। नमस्कार जोजलबा म संस्थाको लागि सुरुमा नेपाली भाषामा कुरा राख्छु। कल्याण सर लगायत अरू मण्डल सर अन्त्य दिदी अनि हाम्रो सुरेश सर लगायत डासमस कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरू, सर्वप्रथम ठुलाबा मेरो अब आफ्नो उस हिसाबले ठुलोबा पर्नुहुन्छ श्यामसुन्दर साइजू र ठुलियामा जगतलक्ष्मीपट्टि श्रद्धा चढाउन चाहन्छु। म आज निकै खुसी छु किनकि यो कृति सुरुमा नेपाल भाषामा हाइकु चाहिँ आए पनि योभन्दा अगाडि चाहिँ तयारीको क्रममा अरू 2 पुस्तक थिए, म त्यो पछि कुरा गर्छु। पनौतीमा हामीले अब यो साहित्यमा रुचि राख्नेहरूबाट चाहिँ हामीले पनौती साहित्य समाज भनेर गठन गरेका थियौँ 2065 सालमा। त्यो गठन गरिसकेपछि त्यसमध्येको एउटा हाम्रो आफ्नो इच्छा चाहिँ के हो, हाम्रो संस्थाको इच्छा के भने पनौती भेगमै अथवा पनौतीकै अलि नाम चलेका तर अहिलेसम्म कृति नभएकाहरूको कृति पनि प्रकाशनमा ल्याउन चाहिँ खोजी नीति गर्ने क्रममा चाहिँ 1 नम्बरमै श्यामसुन्दर साइजू चाहिँ पर्नु भएको। तर विविध कारणले चाहिँ हाम्रो तयारी चाहिँ त्यो होमवर्क चाहिँ भइ नै रहेको थियो। तर यसबिच चाहिँ अनि मैले कम्तीमा पनि बनेपाबाट प्रकाशित हुने अब मोहनडवाल सर, वरिष्ठ साहित्यकार मोहनडवाल सर हुनुहुन्छ, उहाँले अहिले अब कम्तीकम निकै सङ्ख्यामा प्रकाशित गरेको जनमतमा श्यामसुन्दर साइजूको एउटा आर्टिकल लेख्ने क्रममा चाहिँ अनि धेरै खोजनीति गरेर अन्त्य दिदीको नम्बर एउटा पाएँ। अनि ताकि मैले जाने जति सोधखोज गरेर अनि त्यो आर्टिकल एउटा चाहिँ श्यामसुन्दर साइजूबारे चाहिँ प्रकाशित गरेँ। यसै क्रममा अमिता दिदीसँग अब अलि बढी घनीभूत अब सम्बन्ध हुन गयो। हुन त हामी टोलवासी नै हौँ, घर अगाडि पछाडि नै छौँ। रविन दाईहरू र प्रवीण दाईहरू दसैँमा आउनु हुँदाखेरि त्यो बेला मात्र भेट हुन्थ्यो। अब समयक्रममा हाम्रो भेटघाट पार्ने हो। तर मुख्य भन्न खोजेको चाहिँ के भन्दाखेरि त्यही लेखपछि बेला बेलामा बनेपा जाँदाखेरि मोहनडवाल सरले पनि सुमनजी प्रादि श्यामसुन्दर साइजू छुन किताब सब पिके मल ठोट क्षेत्र नेपाल भाषा चुइपु एम्न डय मरु वेकम गुली चोयाटो ड छपाए अछि जे प्रयास या मलाई कुट या मलाई त्यहाँका वन उहाँले नि त्यसो भनिराख्नु भएको कुरा मनमा लागिरहेको थियो। यता पनौती साहित्य समाजबाट पनि अब विगतमा उहाँ लगायत अरूहरू पनि हामीले चाहि नै रहेका छौँ। त्यस क्रममा हामीले करिब अब 3-4 वर्षै भयो होला अब त्यो भयो। भन्न खोजेको चाहिँ श्यामसुन्दर साइजू ठुल्बाको धेरै कृतिहरू पाण्डुलिपिहरू अझै छन्। अब एकदमै तयारी अवस्थामा अझै यो गीताञ्जली अनुवाद र यो कविता सङ्ग्रह चस्काहरू खाउका भन्ने एकदम तयारी अवस्थामै छ, त्यो प्रकाशनमा छ। त्यस लगायत एकदम उहाँको पाण्डुलिपिहरू अनि अमिता दिदी मार्फत नै उहाँको पाण्डुलिपि हेर्न पाएँ। र विगतमा पनि गोर्खापत्र संस्थानमा कहिलेकाहीँ उहाँ ठुलोवालाई भेट्न जाँदाखेरि लेख रचना दिन जाने क्रममा र अरू कामले जाँदाखेरि चाहिँ अनि उहाँको ह्यान्ड राइटिङ अक्षर चाहिँ निकै राम्रो छ श्यामसुन्दर साइजू भएको चाहिँ। त्यो चाहिँ मलाई एकदमै लाग्छ। भन्नु खोजेको चाहिँ के भन्दाखेरि हामीले प्रयास गरिराखेकै कुरा परिवारजनले त्यसको महत्त्व बुझेर आज यो सभा हलमा भेला भएर एउटा राम्रो नेपाल भाषामै हाइकु चाहिँ प्रकाशन भएको छ, एकदम खुसीको कुरा हो। र आगामी दिनमा उहाँको अरू बाँकी कृति पनि प्रकाशित होस् भन्ने चाहिँ म आशा एवं शुभेच्छा दिन चाहन्छु। र पनौतीमा ताम्राकार कर्मचारी र साइजू ठुल्ठुलो परिवार हो, एकदम धेरै सङ्ख्यामा हुने हो। त्यस हिसाबले अब मैले उहाँहरूकै सगुनको अर्को एउटा एकदमै उजागरमा ल्याउनु पर्ने अर्को रामसुन्दर साइजूको पनि धेरै पाण्डुलिपिहरू छन्। मैले धेरै देखिरहेको छु। उहाँको पनि कम्तीमा 1-2 कृति चाहिँ प्रकाशनमा ल्याइदिनु भयो भने हामी चाहिँ निकै आभारी हुने थिएँ। र अन्तिममा म पनौतीकै लवजमा न्य भाषण ल्याएँ। झिठौँ थाना झी नाप्ले खाउँ ये श्यामसुन्दर साइजू ठोसाइ क्षेत्र थ मरेको म प्लेटक यो मुखला चोयाटो कारण झिठौँ प्रान्तीय ठुलीमा झी थाना खाउँछ। पूर्व मेयर सपकाजी बुढाचार्य लगायत हरकृष्ण साइजू सर लगायत अग्निमान गोजीलाई झिपुनाटी गुलीमा छिट वेगको अब साइजू परिवार ठ जान त्यहाँ जुल
अहिले अभी पाहुना टुना जो ये जुल मला तो श्याम सुंदर से जो विगत यो प्रयास कर रहे हैं चिटा अच्छे जुल वो डायल छुरा सा प्लाटियो नाम थाकेटा नाम थिए वहाँ चाहिँ पानी मुनिको माछा जस्तै है उहाँको दुईटा कृति उहाँ तयारी अवस्थामा दुईटा कृतिको लागि उहाँले यति धेरै यो जुत्ताको तलवा खियाउनु भएको छ कि हामी कसैलाई थाहा छैन उहाँ र म अनि डुवाल सर र उहाँ हामीलाई र उहाँ बिच यति धेरै फोनहरूमा त्यो रिचार्ज कार्डहरूको खर्च भइसक्यो हामीलाई मात्र थाहा छ भन्न खोजेको जे भए पनि अहिले नेपाल भाषामा प्राथमिकता राखेर पहिलो यो आयो आशा छ अरूहरू पनि आउँछन् एकदमै खुसी छु श्यामसुन्दर सैजु उहाँको वोज अनुसार उहाँको मेहनत अनुसार जिन्नभरिको रचना र मेहनत अनुसार आज यो प्रकाशनमा आएको छ म आज निकै खुसी छु त्यही कुरा व्यक्त गर्छु धन्यवाद